आज हामी सिक्न जाँदैछौँ माइक्रोसफ्ट वर्डमा फर्स्ट टाइम फाइल सेभ गर्दाखेरि कसरी गर्न सक्छौँ र कतिवटा वेजहरू रहेछन्। सो लेट्स डु दिस। हामीले त्यसको लागि पहिला माइक्रोसफ्ट वर्ड खोलिसकेका छौँ अनि यहाँ अफिस बटनमा गएर सेभ अप्सन छ। यो चाहिँ थाहा भएको कुरा हुनसक्छ धेरैजनालाई। अनि यहाँ हामीलाई चाहिँ के गर्नुपर्छ भनेको लोकेसन फर्स्टमा सिलेक्ट गर्नुपर्छ कुन लोकेसनमा हामी चाहिँ आफ्नो फाइललाई सेभ गर्नेछौँ। देन चाहिँ हामी यहाँ डकुमेन्टमा आफ्नो फाइललाई सेभ गर्नेछौँ। त्यहाँबाट के गरेँ मैले त डकुमेन्ट सिलेक्ट गरेँ। देन फाइल नेम हामी जे चाह्यो भने त्यो दिन सक्छौँ र यहाँबाट सेभ अप्सनमा क्लिक गर्न सक्छौँ। अर्को चाहिँ रहेछ अफिस बटनमै छ सेभ एज भनेर छन्। हामी यहाँ पनि गएर सेभ गर्न सक्छौँ। यहाँ चाहिँ डिफ्रेन्ट प्लेसहरू छन्। हामी यहाँबाट जुन चाहियो त्यो प्लेस सिलेक्ट गरेर के गर्न सक्छु भने फाइल नेम दिएर आफ्नो फाइल चाहिँ सेभ गर्न सक्छु यहाँबाट सेभमा क्लिक गरेर। देन एउटा रहेछ यहाँ क्विक एसेसमा पनि सेभ अप्सन हुन्छ। अनि यहाँबाट पनि हामी के गर्न सक्छौँ भने सेभमा गएर लोकेसन सिलेक्ट गरेर हामी फाइल नेम दिएर सेभ गर्न सक्छौँ। अनि यसको दुईवटा सर्टकट वेज पनि छ। सिफ्ट पहिलो रहेछ Ctrl+S र अर्को छ सिफ्ट F12। यदि हामीले सिफ्ट F12 प्रेस गऱ्यो भने हामीले के गर्न सक्छौँ भनेको आफ्नो फाइललाई सेभ गर्न सक्छौँ। र Ctrl+S भनेको त्यो पनि सेभै गर्नलाई हो। हामी कन्ट्रोल बटन होल्ड गरेर एस थिचेर हामी के गर्न सक्छौँ भनेको आफ्नो फाइललाई सेभ गर्न सक्छौँ। थ्याङ्क यू।